गाडी हेलो एभ्रिवान, स्वागत छ तपाईलाई हाम्रो नयाँ भिडियोमा। आज पनि हामीले फेरि भिडियो स्टार्ट गरिसकेको छौँ। आज चाहिँ हामी जाँदैछौँ दिदीको घर। तिहार पनि आइसक्यो, त्यसैले हामी जाँदैछौँ दिदीको घर। हामी कसरी जान्छौँ, के गर्छौँ, दिदीलाई कसरी भेट्छौँ, हाम्रो तपाईँलाई भिडियो देखाउने नै छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सो गाइस, हामी चाहिँ यहाँ घरबाट रेडी भएर निस्किसक्यौँ। हामी चाहिँ गाडीमा बसिसक्यौँ र हामी चाहिँ अब हिँडिसक्यौँ। के कस्तो हुन्छ तपाईँहरू हामीसँगै आउँदै भिडियो हेर्दै आउनुहुन्छ। हिनाजु र सुशील चाहिँ अगाडि बस्नुभएको छ, म चाहिँ पछाडि बसेर भिडियो बनाउँदै गीत गानामा रमाउँदै हिँडिरहेको छौँ। सो गाइस, हामी चाहिँ हिँडेको दिदीको घर। भोलि चाहिँ तिहारको लागि दिदीको घर टिका त छैन, त्यही पनि हामी भेटघाट रमाइलो गरौँ भनेर चाहिँ बुढाबुढी अनि भिनाजु लिन आउनुभयो। अनि त्यसपछि हामी यहाँ पाल्पादेखि बुटल हुँदै जाँदैछौँ नवलपुर सरदी। हामी के कसरी जान्छौँ हजुरहरूलाई हामी सबै भिडियो देखाउनेछौँ, हेर्दै गर्नुहोला। भिनाजु र सुशीलले कुरा गर्दै हुनुहुन्छ अगाडितिर, म चाहिँ पछाडि बसेको छु। भोलि तिहार होला पनि आज गाडीहरू चाहिँ एकदम चलेको छ। हामीले चाहिँ यहाँ गाडी रोक्यो, कुइबिर भन्छ क्या। सुशीलले गाली नगर्नु है, भिडियो बनाएको देखेर गाली गर्नुहुन्छ क्या। अब हामी यहाँ झरेर चाहिँ फोटो खिच्छौँ। उता त लाउनु पर्ने हुन्छ फेरि। सुशील अगाडि अगाडि हिँड्नुभयो, पछाडि पछाडि। दामी रहेछ यहाँ। हामी चाहिँ अब यहाँ हिनाजु सुशीलमा भएर चाहिँ हावा खान झरेको। यतापट्टि चाहिँ छ हाम्रो, यसलाई चाहिँ कुइबिर भन्छ है। गाइस, हामीले चाहिँ फोटोसोटो पनि खिच्यौँ। अब त्यसपछि अब चाहिँ हिँड्नुपर्ने हुन्छ। भिनाजु र मेरो बुढा चाहिँ हिँड्नुभयो अगाडि। अब चाहिँ हामी जान्छौँ अनि बुटल गएर हामीले भिडियो देखाउने नै छौँ, हेर्दै गर्नुहोला। सो गर्मी छ, त्यही पनि हामी चाहिँ हिँड्न चाहिँ छोडेको छैनौँ। अब चाहिँ हामी यहाँबाट जाँदै गर्छौँ अनि भिडियोहरू पनि देखाउने नै छौँ, हेर्दै गर्नुहोला है त। अब हामी भेट्नेछौँ सिद्ध बाबा बुटल गएर। त्यतिखेरसम्म हाम्रो भिडियो हेर्नुहोला गाइज।
माथि माथि सागरको जोदा हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर चटपटे खान आएको हो चटपटे खान्छौँ अनि त्यसपछि यहाँबाट जान्छौँ लाउनु पैसा कतिको बनाइदिनु भन्नुभयो कतिको 50 को 3 चटपटे खाना आए हम चटपटे खाएर हामी जान्छौँ नमस्ते हाम्रो